है फेरि जो हामी चाहिँ फेरि चढेर गोजो जाँदैछौँ लगभग अब चिर्केवाबाट अगाडि भाइले फेरि दाइ मोबाइल झर्लाइ भन्छ यार त्यस्तो नडराउने यार जस्ट एक्सप्लोर गर क्या ठाउँलाई एक्सप्लोर गर समुद्र हेर कस्तो छ यार त्यति डर हुन्छ भाइ हेर न कस्तो राम्रो छ क्या भ्यू यार वाउ ल हामी तल जाँदैछौँ अब होइन छैन त बब्बाल केटा हो वाउ लुक एट द क्रिस्टल क्लियर वाटर के छ प्रदीप भाइ एकदम बवाल मौसमले साथ दिएर भनौँ पानी परेको थियो चढाइ लिने थियो आनन्द भइरहेको अनि कस्तो लागिरहेछ त माल्टा गोजो आउँदै गर्दा चाहिँ तिम्रो फिलिङ्सहरू दुबईको तुलनामा देखिन्थ्यो साँच्चै आज आफ्नै आँखाले रियलमा देख्दाखेरि एकदम बवाल लागेर अझ त्यसमाथि त्यसभरि दाइ मसँग हुनुहुन्छ अझै घाम लाग्यो भए अझ दामी हुन्थ्यो पानी परेपछि म अहिले त छैन तर एक घन्टापछि हामी नदेखेर कसो भए पनि हामी चाहिँ गोजो घुम्नु खोजिरहेको छौँ होइन भाइको भाइलाई पनि राम्रै लागिरहेको होला होइन फाइनली गोजो आइपुगेको छौँ हामीहरू चाहिँ यो चाहिँ गोजोको टर्मिनल छ गोजोको प्लेस पार्ट भनेको यो गोजोको स्पेसल ओके ल कति नम्बर बस पनि लाग्छ त्यो पनि हेरौँ नि त होइन गाडी समात्नु पनि छ कि गाडी छुट्यो भने अर्को तनाव हुन्छ होइन त्यही भएर गाडीको लागि दौड्दैछौँ हामी चाहिँ पानी पऱ्यो कि यार पानी पऱ्यो है एज यु क्यान सी यार दामी छ दामी यो हो गोजो माल्टाको अर्को आइल्यान्ड अहिले पानी परिरहेको छ निकै नै रमाइलो दृश्य यहाँबाट हामी देख्न सकिन्छ अहिले हामी गोजोबाट फेरि चढेर चिर्केवा भन्ने ठाउँतर्फ प्रस्थान जाँदैछौँ यहाँ मेरो एउटा ब्रदर छन् इन्डोनेसियन केटीहरूलाई पढेर सिङ्गल हो नि त ब्रो हो यस्तो छ हालत घुम्नु मान्छेको हालत गरे पुरा बिजी छ हार्दैको गेम होइन कोसित खेलिरहेको रहेछ केटा यस्तो हामीले हेर्दै भाइ यहाँ यस्तो क्लियर आइदिएर फेरि लिलीले चिनाइदियो क्या गाइस बोका हेर्ने हो बोका त्यतिखेर केटीसँग हो यार घुम्न आएको मान्छे केटीसँग पुरा आयो कि अनि यस्तोलाई बोका नभने के भनिन्छ यार कस्तो राम्रो रहेछ क्या यो बोटहरू चाहिँ अझै मन पर्यो क्या यो बोट चाहिँ
भाउ छैन त यार दामी 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 हाम्रो यात्रा जारी छ गोजोको होइन गोजोको पुरै यात्रा फेरिजबाट तपाईँहरूसँग देखाउँदैछौँ एकदमै रेनी मौसम छ एकदमै ह्याप्पी रेनहरू भइरहेको थियो अहिले डिस्टर्ब हुँदैछ होइन एज यु क्यान सी यति हुँदाहुँदै पनि हामी चाहिँ है यसरी भिडियोहरू बनाउँदैछौँ guys, Smith is live from Ojo Malta inside the Freddy's. अब चाहिँ बोट चलिसकेको छ हामी बिस्तारै गोजो छोडेर फेरि चिर्केवातर्फ जाँदैछौँ है कति राम्रो राम्रो ढुङ्गाहरू रहेछ है कति राम्रो भ्यू हो कि कस्तो यो स्टोनसँगको हेर्नु होइन कति मजा रहेछ अरू जग्गाको त्यसबाट हिँड्ने ठाउँ जस्तो कि टक्क होइन कस्तो दामी छ कि अब भाइ पनि खाइसकेको छ है हामीले जानेछौँ हल्का गर्दैछौँ फेरि आकाशै झल्ला जस्तो भएको छ पुरा निलोसँगको है के छ प्रदीप भाइ कस्तो लाग्दैछ हामी चाहिँ आफ्नै रिक्समा भिडियो बनाइरहेको छ किनभने जति बेला पनि लड्न सक्छौँ सपोज हामीले यो भिडियो पोस्ट गरेन भने सम्झिनुहोस् वी आर नट हियर इन द वर्ल्ड के विषय छैन ओके थ्याङ्क यू सो मच फर वाचिङ तपाईँले यस्तो कोही फेकु दोष भेटाउनु भएको थियो अहिलेसम्म छैन भने यहाँ देख्न सक्नुहुन्छ है क्यामेराको अगाडि छ यो चाहिँ पिस्तोल कति बेला निकाल्ने यो चाहिँ पिस्तोलको एरिया हो सही गोजो यो गोजो
राम्रो देखिएको छ कि हेर्नुहोस् न है, मौसम पनि त्यति राम्रो छ। पुरा समुद्र, वाउ। यताबाट अर्को पनि आउँदैछ कि हेर्न सक्नुहुन्छ है। यस्तो छ, रमाइलो छ, रमाइलो रमाइलो सही लागिरहेको छ कि है, एकदम कस्तो दामी छ। यो चाहिँ अर्कै छ पारा, यसलाई जुम गरौँ है। यताबाट अर्को फेरि फेरिरहेको छ होइन, हामी यताबाट जाँदैछौँ, छँदै छ। अरे भाइ मौसमले खतरा भन्यो आज है, मौसमले अब के भनौँ, साथ दिएको भनौँ कि अब घात गरेको भनौँ कि, तर पनि कस्तो घाम लागेको भए यस्तो मौसम देख्न पाइन्थेन नि त, घाम त सँगै देखिन्छ नि, यस्तो मौसम भनेको कहिले काहीँ देखिने हो कि होइन, कतिर आएर फर्काउँदैछ कि अरू फेरि हामी चाहिँ खान्छ लडेको गाई कस्तो भयो भन्दाखेरि उताबाट अर्को पनि आइरहेको छ कि फेरि है। ओ रफ्तारमा आउँदैछ दादा, समुद्र हेर्नुहोस् कस्तो दामी छ, कस्तो दामी त लुत्तामा आइरहेको छ। This is the real adventure in the Gojo. पानीको छाल मलाई कति मन परेको यस्तो छाललाई हामीलाई, वाउ वाउ। जुन यो बोर्डबाट के फ्रेसबाट जुन निक्लेको छ नि होइन छाल, कस्तो राम्रो सिधो देखिने के, यो चाहिँ मलाई मन परेको कि। है हामी अब पुग्न थालेका छौँ। यो हो सिर्केवाको पोर्ट, यसबाट चाहिँ वे टु मेलियातिर जान्छ होइन। यसरी हुन्छ कि बोट रोक्दाखेरि यस्तो गर्छ कि त्यहाँ चाहिँ कतिले देख्नु भएको थियो पहिला।
पुरै माथि आउँछ है जस्तै ल हेर्नु चाहिँ कस्तो रोकिन्छ हामीलाई पुरै ठाउँ माथि आयो कि अब रोक्नुको लागि रसीहरू सर जान्छ कि रसी सर मजा जानिन्छ कि लाइट हाउस भन्ने थाहा दाइ तपाईँलाई अस्त्र घुम्न सुरु भयो है हामी अब जाउँ आजलाई अब इनफ भयो घुमफाङको काम धेरै घुमेँ आज पानीमा भिज्दै है भयो नभएको भयो त्यस्तै फिल हुन्छ कि मलाई त्यस्तै फिल हुन्छ क्या एउटा पाकिस्तानी गयो भनेर बनाएको थिएँ कसले मैं असल यत्रो नि होइन त सब झुटो कस्तो राम्रो लाग्छ मलाई यो पानी यो गाइस मैले काम गर्ने ठाउँ यो हो यो चारवटा बिल्डिङ छ नि यो मैले काम गर्ने ठाउँ है तो पानी परिरहेको यार लास हान्ने भयो थाहा छ सिधा अगाडि जानुपर्छ बस स्टेसनसम्म जानको लागि होइन म चाहिँ हल्का अगाडि जानु पर्यो भिडियो खिच्नको लागि पानीले रुल्नु चाहिँ भएन कि सब भए पनि होइन पानीले चाहिँ काम चाहिँ रुल्नु हुँदैन है एज यु क्यान सी यस्तो राम्रो छ पानी पऱ्यो क्या
गर्दा अलिक धमिलो आएको थियो होइन। अब यो हामी गोजोबाट फेरिजमा तल झरेर अब यो अहिले चिर्केवा भन्ने ठाउँमा आइरहेको छौँ होइन। गाडी पनि लागिरहेको छ 41, यही गाडी जान्छ है। गर्नुहोस् है, यही गाडी समात्ने दरकारमा म दौड्दैछु। एज यु क्यान सी यहाँबाट बोल्ड ट्याक्सीहरू सब पाउँछ, बसहरू हरेक ठाउँमा जानेहरू होइन। आई थिङ्क दिस इज 41। ओके 41 बस धन्न बस पायो है त। भाइ कता गयो कि? ओ भाइ छिटो दौड्यो गाडी जान्छ कि? अँ गाडी मेरो कार्ड टाइप गर त, कार्ड पनि किन ओपन यहाँ लाग्यो यहाँ। ब्यालेन्स गर्न सकेन अरे अहिले आज भिडियो होइन, आज तैँले मुभी सुट गर्दै हुनुहुन्छ। अलमोस्ट 2 घन्टाको भइसक्यो। होइन त कट हाल्नुपर्छ होइन। बसमा छौँ अब आज घुम्यो नि त होइन। बोट चोट चढ्यो, चट्ट गोदासम्म पुग्यो, फेरि बोट चढेर फर्कियो कि होइन। मौसमले साथ दिएर आज अलिकति घाम लागेको चाहिँ मजा आउँथ्यो। हेर्नु न सब यस्तो झोलो उडेर हिँडिरहेको छ पानी भिज्छ भन्दा अब के गर्ने। गाइस फाइनली हामी चाहिँ ओजोको टुर गरेर आएको छौँ। तर पानी परिदियो क्या, लास्ट पानी चाहिँ यार भिज्यो, पुरै जुत्ता भिजेको छ। के गर्ने। रोडको दृश्य तपाईँ देख्न सक्नुहुन्छ। एज यु क्यान सी यो चाहिँ मेलिया हो है, मेलिया। यो चाहिँ स्पार एरिया। र हामी छौँ 2 जना। के चाहिँ गर्दा चाहिँ यो च्यालेन्जले सुटेबल के हुन्छ टु कमेन्ट है गाइस। अब चाहिँ घरमा खाना मनपर्ने हुन्छ। बेलुकाको 6:30 भन्ने बेला भइसक्यो होइन। तर भोलि जाने ड्युटी उठेर जानु पनि पर्छ कि खाना बनाउनु किन भएको 1 घन्टा चाहिँ खाना बनाउनु लाग्छ। अन्त त्यो गफसफ गर्नु पऱ्यो, हल्का यस्तो झोलिलो पदार्थ पनि दिनै पऱ्यो होइन। अब के गर्ने, निद्रा लाग्दैन त्यस्तै छ। चिसो परेको छ, तताउनु परेको त्यति हो।